आज चाहिँ अरू बेलाको जस्तो गेम हेर्न मजा आएन त हौ गाइस। तो हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 21 अफ 30 डेज मिनी ब्लग च्यालेन्ज। सो आज पनि चाहिँ हामी चाहिँ फुटबल हेर्न गएको छौँ, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ चाहिँ गेम पनि स्टार्ट भइसकेको छ। म चाहिँ एकैचोटि टुडी हेल्प पुगेर मात्र म चाहिँ भिडियो लिएँ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सबै साथीहरू माझ चाहिँ हामी चाहिँ बसेर चाहिँ गेम हेर्न थाल्यौँ। त्यसपछिबाट चाहिँ हामी चाहिँ हाफ टाइम भइसकेपछि हामी चाहिँ टोइलेट गयौँ। त्यसपछि म चाहिँ यहाँ भिडियो लिँदैछु किनभने यहाँ पार्किङहरू देखाउँदैछु तपाईँहरूलाई है। आज पनि चाहिँ पुरै टुडी हेल्प भरिएको छ है। टुडी हेल्प भरे पनि चाहिँ मलाई चाहिँ गेम हेर्न मजा आएन, किन कसो हो भनेर चाहिँ मलाई थाहा भएन। तर तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो, तपाईँहरू यदि धनकुटाबाट हेर्दै हुनुहुन्छ भने चाहिँ कमेन्ट गरिदिनु होला त आजको गेम चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो भनेर। र आजको गेम चाहिँ ललितपुर 7 बाटो भर्सेस मरङ बेलबारीको थियो। र यहाँ हेर्न सक्नुहुन्छ खेलको अन्तिम समयमा चाहिँ मरङ बेलबारीले गोल हानेपछि चाहिँ र त्यसपछिबाट चाहिँ मरङ बेलबारीले चाहिँ एक गोल गरेर चाहिँ आफ्नो जित हासिल गरेको छ। र त्यसै गरी चाहिँ हामी चाहिँ यहाँ घर जानलाई सबैजना उठिसक्नु भएको छ र हामी पनि तयारी अवस्थामा चाहिँ हेर्न सक्नुहुन्छ। अनि म चाहिँ टुडी खेलबाट फर्केर चाहिँ सिधै मासु पसल आएँ। मासु पसल आइसकेपछि चाहिँ म चाहिँ मासु किनेँ। मासु पनि के भन्नु गाइस, हेर्न सक्नुहुन्छ तपाईँले लेग पिस, चिकन लेग पिस छ आज चाहिँ हाम्रो घरमा। सो हेर्न सक्नुहुन्छ तपाईँहरूले पाक्दै पनि छ है चिकन लेग पिस है। अनि त्यसपछिबाट चाहिँ आजको लागि चाहिँ यति नै। हस्त टाटा बाई बाई गाइस, हामी फेरि भेट्नेछौँ नेक्स्ट ब्लगमा। हस्त बाई गाइस।